यस साधारण सभा औपचारिक रूपमा सुरुवात गर्ने तपाईहरुमा अनुमति दिन चाहन्छु। श्री पञ्चकन्या माध्यमिक विद्यालय अलुमनाई एसोसिएसन पौवा नम्बर 3 च्याङ्गे भोजपुर द्वारा आयोजित यो प्रथम साधारण सभाको गरिमामय अध्यक्षता ग्रहण दिनुहुनका निमित्त यसै संस्थाका अध्यक्ष श्री लक्ष्मण कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यूको अनुमति अनुसार आजको कार्यक्रमको प्रमुख अतिथिको रूपमा श्री पञ्चकन्या माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, हाल स्थानीय सरकारका प्रमुख अनि शिक्षा समितिका प्रमुख आदरणीय किरण राईज्यूलाई म आजको यस कार्यक्रमको प्रमुख अतिथिता ग्रहण गरिदिनुहुनको निमित्त म हार्दिक अनुरोध गर्दछु। यस अलुमनाई एसोसिएसनले एउटा ऐतिहासिक काम गर्ने भनेर जुन उद्देश्य लिएर विद्यालयको दर्पण लेखन भन्ने अभियान अगाडि सारेको छ, त्यसको संयोजक र बेलबारीको क्याम्पसका प्रमुख भूपेन्द्र प्रसाद कोइरालाज्यूलाई म विशेष अतिथिता ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। त्यसै गरेर हामीले विद्यालयको दर्पण लेखन समितिका सदस्य गोविन्द बहादुर अधिकारीज्यूलाई पनि म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु, गर्न चाहन्छु। त्यसै गरेर पूर्व विद्यार्थी वासुदेव कार्कीज्यूलाई पनि म अतिथि आसन महत्त्व आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। हाम्रा यस समितिका सँगसँगै यहाँ भर्खरै प्राप्त भएको निर्देश अनुसार हाम्रो आजीवन सदस्यता संख्या 185 विस्तार आजीवन सदस्यको जानकारी पनि हुनेछ, परिचय पनि हुनेछ। सबै यथास्थलमा जहाँ हुनुहुन्छ उठिदिनु पनि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। एउटा जानकारी यहाँ राख्दै अम्बिका खत्री पौवा नम्बर 2, निशा अधिकारी पौवा नम्बर 3 प्याक्ला, कृष्ण कोइराला पौवा नम्बर 2 तिवारी भञ्ज्याङ हाल अधिकारी 9 सुनसरी यथास्थलमा उठिदिनु पनि अनुरोध गर्न चाहन्छु है। रामबहादुर अधिकारी पौवा नम्बर 3 प्याक्ला हाल अधिकारी 1 सुनसरी मतिदानमा आजको कार्यक्रमको भव्य उद्घाटन भइरहेको छ। यो सँगसँगै हामी अब हामी पुनः फेरि पालिकामा सरी हुनेछौँ र यो पालिकामा युट्युबमा पनि रहेको एउटा यहाँलाई जानकारी गर्दै पौवा गाउँपालिकाले निर्माण गरेको पालिकामा रहेको छ।
धन्यवाद। अझै हजुरहरूलाई एकछिन हामी भूतपूर्व विद्यार्थीको हैसियतमा छौँ। त्यो पञ्चकन्या माध्यमिक विद्यालय स्थापना गर्ने संस्थापक जो व्यक्तिहरूका योगदानका खातिर हामी यहाँ आएका छौँ। त्यसैले जो दिवंगत हुनुहुन्छ उहाँहरूलाई श्रद्धासुमन गर्दै अनि त्यो संस्थागत स्थापनाका व्यक्तिहरूप्रति सम्झिँदै र ज्ञान अज्ञान शिक्षा प्रेमीहरूलाई सम्झिँदै 1 मिनट मौन धारण पनि गरेर सम्मान प्रकट गर्छौँ। समय सूचनामा गर्नेछौँ। समय सुरु। समाप्त र सबैलाई यथास्थलमा बसिदिनु हुने त म हार्दिक अनुरोध गर्दै अतिथि आसनको क्रम पनि अगाडि जारी गर्नेछ भन्ने मेरो अनुरोध गर्दै आजको यस उपस्थिति सम्पूर्ण महानुभावजीहरूलाई तदर्थ समितिको तर्फबाट स्वागत गरिदिनु हुनका निमित्त उपाध्यक्ष गोविन्दबहादुर भण्डारीज्यूलाई म स्वागत मन्तव्यको निमित्त हार्दिक अनुरोध गर्दछु। हाम्रो पौवलमा गाउँपालिका पूर्व विद्यार्थी मञ्च अलुमनाई एसोसिएसन तदर्थ समितिका सचिव कालीमान थापाज्यू, श्री पञ्चकन्या माध्यमिक विद्यालय अलुमनाई एसोसिएसनको यो प्रथम साधारण सभाका अध्यक्षज्यू, मैले लामो कुराहरू राखिरहनु पर्ने व्यक्ति ठान्दिनँ। यहाँ प्रमुख अतिथिज्यूहरू हुनुहुन्छ। हाम्रो पूर्व विद्यार्थी मञ्च, पूर्व कर्मचारी, पूर्व शिक्षकज्यूहरूबाट धेरै महानुभावहरूले यहाँ कुरा राख्नुपर्ने हुन्छ। हाम्रो यो खुल्ला सत्र कार्यक्रम तपाईँले दिएको जिम्मेवारी अनुसार हामीले 3 वर्षमा यो अलुमनाई एसोसिएसन पौवलमा च्याङ्ग्रे भोजपुरलाई विशेष त हाम्रो यो संस्थाको उद्देश्य यो किन गठन भयो, अब यो किन यसको उद्देश्यहरू के हुन् भन्ने कुरा अध्यक्षज्यू र प्रमुखज्यूहरूले राख्नु नै हुनेछ। विशेष मैले सर्कटमा भने हाम्रो उद्देश्य भनेको पञ्चकन्या माध्यमिक विद्यालयमा हामी पढेर निक्लेका हामी विद्यार्थी, त्यही ठाउँमा त्यही माटोमा हामी जन्मेका, त्यही ठाउँमा हुर्केका र त्यही ठाउँबाट शिक्षा दीक्षा लिएर हामी अहिले नेपाल अधिराज्य लगायत विश्वका कुनै काप्चामा छरिएर रहेका साथीहरू एकजुट हौँ, संस्थागत तरिकाले भेटघाट हौँ। व्यक्तिगत त हाम्रो हेरो आई फोन मार्फत भएकै थियो, तथापि पनि संस्थागत तरिकाले हामी भेला हुने माध्यमको लागि हामीले यो संस्था 79 सालमा गठन गरिएको थियो। धन्यवाद छ आजको यस कार्यक्रम सञ्चालक श्री पञ्चकन्या माध्यमिक विद्यालय अलुमनाई एसोसिएसन तदर्थ समितिका सचिव काजीमान थापाज्यू, हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुहुने आज हामी एउटै कार्यक्रम छौँ। त्यो कार्यक्रम सबैको साझा कार्यक्रमकै रूपमा हो। हाम्रो बालपन सम्झाइदिनका लागि अनि तपाईँहरूलाई फेरि त्यो हाम्रा संस्कारमा भएका सेलरोटी सुरु गरेर अनि फेरि सेलरोटीको फेरि घुमे पछाडि त्यो पुरा हुन्छ भन्ने जस्तै गरेर विद्यालय आफैले अर्को सत्ता देखाएर यही हलमा 2079 साल पुष 9 गते एउटा भेला गरेर तदर्थ समितिको जिम्मेवारी दिनुभएको थियो। अब त्यो जिम्मेवारी हामीले प्राप्त गऱ्यौँ र त्यो जिम्मेवारीलाई सम्पादन गर्दै आज कतिको मनमा पुग्न सक्यौँ, कति काम गर्न सक्यौँ त्यो एउटा ठाउँमा छ। तर आज हामीले जति मान्छेसँग यी कुरा पुर्याएका छौँ सबैको हृदयमा एउटा खुसीको भाव आएको मैले महसुस गरेको छु। धेरैजनासँग मैले प्रत्यक्ष फोनमा सम्पर्क गर्दै गर्दा कति राम्रो कार्यक्रम विद्यालयले सम्झिदिनु भएछ, विद्यालयप्रति पहिलो आभार व्यक्त गर्नुभएको छ। त्यस पछाडि यो कार्य सम्पादन गर्न जुन जिम्मेवारी पाएको समिति छ अनि समितिले पनि हामीलाई
हामीले त विद्यालय पनि बिर्सेका थियौँ होइन, साथीभाइ पनि बिर्सेका थियौँ। अनि म कति सालमा त्यो विद्यालय पढेको पनि बिर्सेको थियो, तर आज तपाईँलाई यसरी कार्यक्रम छ भनेर सम्झाइदिनु भयो, सुझाइदिनु भयो, त्यसका लागि धन्यवाद भन्ने धेरै अग्रजहरूको शब्द मेरो काममा अहिले पनि गुन्जिरहेको छ। सोही कुरालाई हामी यहाँ सङ्ख्यामा कति निस्क्यौँ होइन, कति आयौँ होइन, त्यो बेला पनि विद्यालय खोल्नका लागि हामीलाई जुन त्यो सौभाग्य प्राप्त गराउने हाम्रा जो अहिले अग्रजहरू हुनुहुन्छ उहाँहरूप्रति हामीले ठुलो सम्मान व्यक्त गर्नुपर्ने हुन्छ र मेरो तर्फबाट पनि र संस्थाको तर्फबाट उहाँहरूप्रति सर्वप्रथम सम्मान व्यक्त गर्न चाहन्छु। महासचिवज्यूले पनि फोन गर्नुभएको थियो भरत कोइरालाज्यूले, अब तपाईँहरू त्यहाँ सल्लाह गर्दै रहनुहोस्, पूर्व विद्यार्थी मञ्च र पोखरा शब्द सेवासँग एकाकार भएर केही कामहरू गर्नुपर्छ, त्यस सन्दर्भको सल्लाह गर्न जाउँला, शुभकामना पनि भन्नुभएको छ। र यो बिचमा अमेरिकाबाट डाक्टर कृष्ण विष्टले पनि संस्थालाई शुभकामना व्यक्त गर्नुभएको छ। पूर्व विद्यार्थी हुनुहुन्छ पूर्व रिटायर्ड एसपी साहबहरू रुद्र खजुरज्यूले पनि शुभकामना व्यक्त गर्नुभएको छ र पोखरा शब्द सेवाको तर्फबाट पनि संस्थागत शुभकामना आइसकेको छ र थप शुभकामना प्रत्यक्ष शुभारम्भ निमित्त सचिव आदरणीय रमेश पौडेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। संस्थाले खासै केही गर्दैन, अप्ठ्यारो पर्दाखेरि पैसा दिनु भौतिक उपस्थिति हुनु मात्रै सहयोग होइन, मान्छे भौतिक उपस्थिति हुन नसके पनि विभिन्न ठाउँ परिस्थिति अवस्थामा संस्थामा आबद्ध भयो र गयो भने यसले सहयोग र सद्भाव गर्नेछ भन्नका लागि हामीले पनि काठमाडौँमा पूर्वाञ्चलमा सद्भाव सेवा समाज अहिलेसम्म चलिरहेको छ। त्यसमा पनि हाम्रा केही कमी कमजोरी रह्यो होला, भयो होला, भएका थियो होला, ती कुराहरू तपाईँहरूले पनि सुनिरहनु भएको छ। हामीले 69 सालमा नै त्यसलाई हामीले 5 गाविसलाई एउटा पार्टी हिसाबले हामीले कोसिस गरेका थियौँ। त्यतिखेर पनि केही विभेदहरू रहे। यो सुरु यहाँको काठमाडौँमा संस्था जन्मिनुको प्रमुख कारण पनि च्याङ्ग्रे पञ्चकन्या मावि थियो। पञ्चकन्या माविकोलाई सहयोग माग्ने हिसाबले तत्कालीन समयमा राम सर हुनुहुन्थ्यो, त्यसको प्रिन्सिपल अथवा हेड सर, उहाँ र कार्यालय भाइ गरे त्यहाँ एउटा संयोजक बनाएर आउनुभएछ। हामीलाई थाहा थिएन। पछि अब व्यक्तिगत हिसाबले जाँदा कि संस्थागत हिसाबले जाने, व्यक्तिगत हिसाबले सहयोग गर्दा कहाँ पुग्छ, संस्थागत हिसाबले सहयोग गर्दा कहाँ पुग्छ, त्यसलाई मूल्याङ्कन गरौँ भनेर हामीले संस्थागत हिसाबले गएर हामी पनि एउटा कर्म र कार्य गर्दैछौँ। त्यो संस्थाको हैसियतले तपाईँहरू यहाँ रहनुहुने र सञ्चालन गर्नुहुने यो कार्य समितिमा बसेर जुन दृष्टिकोण राखेर विभिन्न तह र तबकाबाट निक्लेर आफ्नो यो संस्थाको दर्पण लेखनको जिम्मेवारी दिनुभएको छ। यो कहाँसम्म लान सकिन्छ त्यसको तर्फबाट पनि म यहाँलाई चाहिँ हार्दिक स्वागत गर्दछु। नमस्कार। कसैले सोधे के माग्छु भने म माग्छु बालापन। यो हलमा बसिरहँदा मलाई ती दिनहरूको याद आइरहेको छ। म सुप्लामा जन्मिएको मान्छे, सुप्लादेखि च्याङ्ग्रेमा त्यो उकालो ओह्रालो गर्दै कहिले कहिले भोक लागेको बेला ती बरका रुखमा चढेर बरका दानाहरू चिथर्दै हिँडेका यादहरू पनि अहिले जल्दी आइरहेको छ। आज कार्यक्रमका संस्कर्ता काजीनाथ सरलाई धन्यवाद दिन चाहन्छु। पञ्चकन्या मावि विद्यालय अलुमनाइ एसोसिएसन प्रथम साधारण सभाका अध्यक्ष श्री लक्ष्मण कार्कीज्यू, आजको प्रमुख अतिथि गर्दै अनि त्यसरी अहिले भने पञ्चकन्या मावि विद्यालय च्याङ्ग्रे भोजपुरका अध्यक्ष सञ्जीव राईजी। धन्यवाद। पाल्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म श्री पञ्चकन्या माध्यमिक विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त यो पुनर्मिलन केन्द्र अथवा यो अलुमनाइ यो संस्था यो निर्माण भएको छ। यहाँसम्म हामी आइपुग्नको लागि हाम्रा पुर्खाहरूले जुन श्री पञ्चकन्या विद्यालय स्थापना नगरी दिनुभएको थियो भने आज हामी यसरी
बस्ने यो अवसर यो भेटघाट हुने यो मौका मिल्दैन होला र त्यसै भएको हुनाले अघि नै हामीले हाम्रा पुर्खा हाम्रा शिक्षासेवीहरूप्रति 1 मिनट मौन धारण गरेर सम्झिसकेका छौँ र पनि म यो त्यो ठाउँमा शिक्षाको आवश्यकता छ, शिक्षाको मन्दिर स्थापना गर्नुपर्छ, हाम्रा भावी पुस्तालाई पनि पढ्न लेख्न जान्ने बनाउनुपर्छ भन्ने जुन शुभकामना सन्देश व्यक्त गरिदिनु एकदम हार्दिक धन्यवाद चाहन्छु र त्यस पछाडि प्रमुख अतिथिको मन्तव्य अनि हामी बन्द सत्र एकैछिनमा सक्नेछौँ। धन्यवाद। यस प्रतिसाधन सभाको अध्यक्षता ग्रहण गर्नुहुने यस विद्यार्थी मञ्चका एसोसिएसनका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण पञ्चायत माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुने पूर्व विद्यार्थीज्यूहरू सम्पूर्णमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु। ओभरमा तपाईँहरूलाई सबैले यो कार्यक्रममा बोलाउनु भएको छ र योभन्दा अगाडि जुन दिनमा यो पूर्व विद्यार्थीहरू यहाँ छलफल गरेर यो एउटा प्लेटफर्म बनाउनुपर्छ भनेर तपाईँहरू सल्लाह गरिरहनु भएको त्यो समयको साक्षी पनि हुने मैले अवसर पाएको थिएँ। त्यस्तै आज दिनमा यो संस्था जस्तै 2 वर्ष अगाडि बढेको छ, भर्खरै जन्मिएको संस्था बिस्तारै अगाडि बढ्दै लाग्यो। सन्दर्भमा धेरै धेरै धन्यवाद दिँदै आजको यस कार्यक्रममा पनि आफ्ना महत्त्वपूर्ण भनाइ राखिदिन नगरिकता आजका प्रमुख अतिथि किरण राईलाई म हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद कार्यक्रम सञ्चालक काजीवन थापाज्यू। गाउँपालिकाको तर्फबाट प्रदान गरिराखेका छौँ, अरू विद्यालयहरूमा गरिराख्न सकेका छैनौँ। त्यसो भएको हुनाले यो विद्यालयलाई सेवा केन्द्रको विद्यालय एउटा नेतृत्व गर्न सक्ने एउटा नेता विद्यालयको रूपमा स्थापित गर्नुपर्छ भनेर हामी लागेका छौँ। यसकै सिलसिलामा केही समय अगाडि हामीले छलफल गरेर यो विद्यालयको निमित्त पूर्व विद्यार्थीहरूको एउटा साझा संस्था, एउटा साझा भवन, पूर्व विद्यार्थी मञ्च निर्माण गर्नुपर्छ भनेर यही हलबाट हामीले तदर्थ समिति निर्माण गर्दै अगाडि बढेको थियौँ र यसले अहिले सबै हिसाबले मापदण्ड पुऱ्याएर अङ्ग पुऱ्याएर यो एउटा संस्था अहिले एउटा उम्रदो चरणमा छ, जन्मिँदो चरणमा छ र त्यसले आज आफ्नो प्रथम साधारण सभा, पहिलो साधारण सभाको आयोजना गरिराखेको छ। त्यसो भएको हुनाले यसको निमित्त मैले शुभकामना व्यक्त गरिसकेको छु। अब यो संस्थाले विद्यालयसँग रहेर प्रत्यक्ष रूपमा हातेमालो गरेर काम गर्ने गरी त्यहाँको स्थानीय पार गरेका छौँ, त्यो गर्नुपर्ने भयो। कलचुक्ता लिएका छौँ, यी कुरालाई पनि हामीले अनुमोदन गरेर जानुपर्ने भएको हुनाले त्यसलाई त्यो हाम्रो कार्यसूचीमा हालेको बन्द सत्रमा राखिएको जानकारी गराउँदै म हाम्रो निर्वाचन मण्डलमा रहनुहुने व्यक्तित्वहरूको नाम म यहाँ वाचन गरेर उहाँलाई सुनाउँछु। भएका यहाँको सम्पूर्ण गरिमामय उपस्थितिलाई पुनः यथास्थलमा आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। समयको पाबन्दीलाई थाहा गर्दै अब हामी यो बन्द सत्रको कार्यक्रम छोटो र सटिक ढङ्गले सञ्चालन र समापन गर्न गइरहेका छौँ। खुला सत्र कार्यक्रम सकिए तापनि बन्द सत्रको कार्यक्रममा पनि अघि हामीले उहाँलाई जसरी नाम वाचन गऱ्यौँ, उहाँको त्यहाँको विद्यार्थी, त्यस पछाडि हाम्रो पूर्व व्यवस्थापन समिति अध्यक्ष र अहिलेको गाउँपालिका अध्यक्षज्यू पनि अहिले हामीसँगै हुनुहुन्छ। उहाँहरू लगायत विशिष्ट अतिथिज्यूहरूलाई पुनः हार्दिक स्वागत सम्मान गर्दै मैले अघि मेरो आफ्नो मन्तव्य राख्ने क्रममा हाम्रो संस्थाले गरेका प्रतिवेदन मैले पढी भाँची सुनाएको थिएँ। अब त्यसमा भएका केही हामीले नबुझेका कुरा भएदेखि त्यसको लागि जोड दिँदै र त्यो हामीले सम्पादन गरेका कुरा ठिक छन् भने त्यसलाई ताली प्रकार अनुमोदन गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अब यहाँ प्रश्न उठ्न सक्छ, अघि पनि मैले भनेको थिएँ प्रतिवेदन चाहिँ भने तर हाम्रो हातमा छैन केले तालिम पठाउने भन्ने कुरा हो। हामीले यो नगर्दा पनि हुन्थ्यो, तर हामीले के अरे एउटा कार्यक्रम गर्दै गर्दाखेरि यसको फर्मभित्र बसेर सफा गऱ्यौँ भन्ने हिसाबले मात्रै हो। यसलाई हामीले त्यत्रो धेरै कार्यक्रम गरेका छैनौँ। संस्था दर्ता गर्नको लागेको खर्च गरेको कार्य समितिले उठाएर हामीले त्यो खर्च गरेका छौँ। आजीवन सदस्यबाट उठाएको 1 रुपियाँ पनि पैसा यो संस्थालाई यो समितिले चलाएको छैन। अहिले तपाईँले जतिजना आजीवन सदस्यताको नाम वाचन गरेको छौँ ती सबै आजीवन सदस्यताको पैसा हाम्रा के अरे हातमा र खातामा छन्। हामीले
छलफल गरेका छौँ। त्यो कार्य समितिमा रहनुहुने सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक आभार र धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब ढिलो नगरिकन हामी हाम्रो विधानअनुसार यो दोस्रो सत्रको अथवा यो बन्द सत्रको कार्यक्रम अध्यक्षको प्रतिनिधिमाथि छलफल भइसकेको छ र ती सबै प्रक्रिया सकिएपछि अब हामी निर्वाचन प्रक्रियामा छौँ। को दफा नम्बर 12 दफा 12 को उपदफा 1 मा कार्य समिति 13 जना सदस्य रहने गरी गठन गरिनेछ भनेर बोलेको छ। यही अनुसार तपाईहरुको के भनिएको छ भने अध्यक्ष 1 जना, उपाध्यक्ष 1 जना, महिला उपाध्यक्ष 1 जना, सहसचिव 1 जना, सहसचिव 1 जना, कोषाध्यक्ष 1 जना र सदस्य समेत भनेको छ। 3 वर्ष कार्यकालले यहाँनिर व्यवस्था गरेको छ। हामीले अध्यक्षमा लक्ष्मण कार्की, तपाईहरुले लक्ष्मण कार्की देख्नु भएको, हामीले लक्ष्मण कार्कीलाई अनुमोदन गर्ने अध्यक्ष सबैको स्वीकार्य छ। अध्यक्षमा लक्ष्मण कार्की सबैको स्वीकार हो। अध्यक्षको लागि लक्ष्मण भण्डारी हात उठाउनु को लक्ष्मण भण्डारी माला लाग्यो टिका सर सबैजना खेलाडी भए पछाडि दर्शक हामी प्रमलदेखिसम्म अब अर्को चाहिँ यो धार लागे जस्तो